घरविहीन भीमबहादुर दमाईको घर निर्माण सुरु। श्रीमती सहित 3 छोराछोरी एकदमै खुसी। सहयोगी दाताहरूलाई धन्यवाद। एक लाइक गरेर भिडियो शेयर गरिदिनुस्। हेर्नुस् पुरा भिडियो। अब नयाँ घरमा छिट्टै बस्नुपर्छ है। आज घर बन्दैछ नि, कस्तो लागिरहेछ? राम्रो खुसी। खुसी हुनुहुन्छ? हजुरको घर थिएन, घर बन्दैछ, कस्तो लागिरहेछ? राम्रो लाग्यो हजुर। सम्पूर्णमा नमस्कार, म जय ओली। यति बेला भने तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 3 हर्नेटीमा आइपुगेको छु। घरविहीन भएका व्यक्तिहरूको घर बनिरहेको छ। हो दर्शक महानुभावहरू, घरविहीनको घर बनिरहेको छ। समाजसेवी बसन्त खड्का, सन्तोष केसीको पहलमा र शङ्कर भुषालको पहलमा यो घर बनिरहेको छ। घरविहीनको घर बन्दा कस्तो हुन्छ होला सोच्नुस् त एकचोटि। घर नभएको मान्छे को घर बन्दा कस्तो हुन्छ होला, हो त्यही खुसी ल्याएर आज हामी तपाईँहरू माझमा आइपुगेका छौँ। र म यहाँ हाम्रै जसको घर बन्दैछ उहाँ बुवा आमा लगायत म भाइ बहिनीहरूसँग कुराकानी गर्न जाँदैछु। नमस्कार बुवा। नमस्कार। आज हजुरको घर थिएन, घर बन्दैछ, कस्तो लागिरहेछ? राम्रो लाग्यो हजुर। खुसी मान्नु भएको छ हजुरले? हजुर हजुर खुसी। अनि आजसम्म कहाँ बस्नु भएको थियो नि बुवा? म इन्डिया थिएँ। इन्डियातिर बस्नु भएको थियो, नेपालमा कुनै पनि घर थिएन। अहिले हजुरको छोराछोरी कति हुनुहुन्छ? छोराछोरी त कोही इन्डिया छन्, कोही अब यहाँ 3 महिना छन्। अनि आमा चाहिँ कस्तो, बोल्न सक्नुहुन्न? बोल्न सक्छ, थोडा अलि माइन्ड त ठिक छैन उसको। ए अलिकति थोरै मानसिक खराब छ है। नमस्कार आमा। नमस्कार। नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै। आज घर बन्दैछ नि, कस्तो लागिरहेछ? राम्रो खुसी। खुसी हुनुहुन्छ? ल ठिक छ। अनि नानु नमस्ते, के छ हालखबर? ठिकै छ। कति क्लासमा पढ्छौ? 1 क्लासमा। अनि यहाँ आज तिम्रो घर बन्दैछ, कस्तो लागिरहेछ नि? राम्रो खुसी छौ? छु। अब नयाँ घरमा छिट्टै बस्नुपर्छ है। हस्। बाबु यहाँ उता कान्छ, के हो तिम्रो नाम? देवराज। यहाँ आउन, अलि त आउन। देवराज हो? कति क्लासमा पढ्छौ? शिशुमा। अनि अब तिम्रो नयाँ घर बन्दैछ, कस्तो लागिरहेछ? राम्रो। राम्रो लागिरहेछ? खुसी छौ? अब छिट्टै नयाँ घरमा बस्नुपर्छ है। र म यहाँका स्थानीयहरूसँग पनि कुरा गर्नेछु। एकदमै हाम्रो समाजसेवी सर हुनुहुन्छ, उहाँको पनि मैले धेरै चर्चाहरू सुनिरहेको छु। र यो सबैभन्दा पहिले नै उहाँले नै पहल गर्नुभएको भन्ने कुरो पनि सुनेको छु मैले। किनभने उहाँले चाहिँ बाहिरको मान्छेलाई थाहा हुँदैन, उहाँको घर छैन भन्ने कुरो थाहा पाएँ मैले भनेर उहाँले थाहा पाएर चाहिँ अरूलाई भन्नुभएको रहेछ। त्यसपछि बल्ल पहलमा यो घर बनेको रहेछ। सर नमस्कार। हजुर नमस्ते हजुर। हजुरको शुभ नाम भन्नु न। मेरो नाम कलिभान रोका। हजुर, यहाँ चाहिँ यो घर बनाउनेमा पहल हजुरको पहिलो हात रहेछ। अहिले घर बन्दैछ हजुरको पहलमा, हजुरलाई कस्तो लागिरहेछ? म एकदमै खुसी छु। र मेरो पहलमा भन्नुभन्दा पनि अब यो जो शङ्करजीले उसमा आफ्नो अनलाइनमा राप्ती सञ्चार खबर उसमा राख्नुभयो। राखिसकेपछि सबै जो सहयोगीदाताबाट बन्दैछ, उहाँको घर उहाँ 25 वर्ष जति इन्डियातिर जानुभयो। र अहिले उहाँ कमाइ काज पनि उहाँहरूको केही पनि भएन। केही नभइसकेपछि जहाँ पहिल्यैदेखि बसिराख्नु भएको थियो त्यही ठाउँमा मलाई घर बनाउने ठाउँ दिनु पऱ्यो, म त्यही ठाउँमा बस्छु, घर बनाउँछु भनेर यहाँ एउटा सानो सानो छाप्रो बनाउँदै हुनुहुन्थ्यो। त्यति बेलामा यो अलि राम्रो घर बन्छ र राम्रो घर बनाउँला, सबैले पहल गरौँला भनेर त्यति बेलादेखि भनिसकेपछि अब वडा अध्यक्ष पनि आउनुभएको थियो, शङ्करजी पनि आउनुभएको थियो। त्यति बेलाबाट यो सुरु भएको छ। एकदमै अहिले चाहिँ यहाँनिर घर बन्दैछ। यो घर बन्दै गर्दा मलाई पनि एकदमै खुसी लागेको छ। धेरै गरिब दुखीहरूलाई सहयोग गर्दै हिँड्ने मान्छे हो म पनि। र यो ठाउँसम्म आइपुग्दा शङ्कर सरले चाहिँ यहाँ घर बन्दैछ, एकचोटि आइदिनु पर्यो भन्नुभएको थियो। त्यही भएर चाहिँ म आज यो ठाउँसम्म आएको छु। एकैछिनमा शङ्कर भुषालसँग कुराकानी गर्नेछु। र यहाँ मसँग अहिले शङ्कर भुषाल हुनुहुन्छ, एकदमै अहिलेको चर्चित पत्रकार, त्यसै गरी एकदमै समाजसेवी। वडा नम्बर 3 लाई चाहिँ उहाँले अहिले एकदमै बनाउने अभियान चलाएको जस्तो छ। 3 नम्बरको लागि उहाँले मरिमेटी दिनरात खटिएर काम गरिरहनु भएको छ। सर नमस्कार। हजुर नमस्कार सबैलाई। हजुरसँग म यहाँसम्म आउन पाउँदा एकदमै खुसी छु। हजुरलाई मलाई बोलाउनु भयो, एकदमै हृदयदेखि नै धन्यवाद। र यो एकजना गरिब दुखी मान्छेको घर बन्दैछ हजुरहरूकै पहलमा, कस्तो लागिरहेछ नि? एकदमै खुसी लागेको छ। सबैको साथ सहयोग पनि छ। मैले मात्र यो गरेर पनि हुँदैन, सबैको साथ सहयोग छ। र हामी यहाँ यो हाम्रो हर्नेटी स्कुलमा जो हामी विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्न आएका थियौँ हाम्रो सन्तोष केसीको पहलमा, त्यहाँ आइसकेपछि अनि बाबु नानीहरू जो ड्रेस पनि नलाएर अलिक त पीडा जस्तो देख्यौँ हामीले। देखिसकेपछि हाम्रो सन्तोष केसी र बसन्त केसीले र पहलमा हामीले नानी बाबुलाई ड्रेस पनि हामीले प्रदान गऱ्यौँ परिवारको लागि दिइसकेपछि। घर यहाँ आएर घर हेर्दाखेरि नाजुक अवस्था पनि देख्यौँ कि बस्नको लागि एउटा कोठा, त्यही पनि पानी चुने अवस्था रहेछ। अलि नाजुक अवस्था भइसकेपछि हाम्रो
सन्तोष केसीले म घर बनाउँछु, हामी सबै मिलेर बनाउनुपर्छ भनेर हाम्रो सन्तोष केसी र बसन्त खड्काले यो घर बनाउनु पऱ्यो भाइ भन्नुभयो। अनि खुसी लाग्यो, ठिक छ हजुरहरूले भन्नुहुन्छ भने हामी गरौँ भनेर उहाँको नेतृत्वमा उहाँको साथ सहयोगमा आज घर बन्दैछ। हजुर सबै आउनुभएको छ, खुसी लागेको छ। जो हामीलाई यो घर बनाउन सहयोग गर्ने धेरै वडा अध्यक्ष हाम्रो कलिबानजी हुनुहुन्छ, अनि वडा सदस्य कर्णबहादुर हुन्छ, सबैले साथ सहयोग दिनुभएको छ। हामी चाँडै नै यो घर निर्माण गर्नेछौँ र विशेष गरी त यो अभियानमा जोडिएर सहयोग गर्नुभयो भने र प्लस घर बन्नुपर्छ है भनेर साथ दिने हाम्रो बसन्त खड्का र सन्तोष केसी जो पोर्चुगलमा बस्नुहुन्छ, उहाँ दुवैजनालाई धन्यवाद दिन चाहन्छु र सबैको साथ सहयोग रहोस् पनि भन्न चाहन्छु। ल ठिक छ र अन्त्यमा म बुवासँग कुरा गर्न चाहन्छु। बुवा, हजुरको यो घर बन्दैछ र हजुरलाई धेरैले सहयोग गर्नुभयो, सहयोग गर्ने मनहरूप्रति के भन्नुहुन्छ? उहाँको धन्यवाद होस्, उहाँलाई राम्रो हुन जाओस् मेरो आशीर्वादले। र उहाँले बनाइदिनु लाग्नु भएको छ, अब ठिकै छ, राम्रो होस्। ल हस्।